म फेरि एउटा NX 200 को बारेमा नि भनिदिनु ला। यो नयाँ मोडलको ABS मोडलको सिस्टमको बाइक हो। यसमा नि अहिले सब यामाकै सिस्टममा ठाउँ ट्याक्क उ गरे ह। यामा रेप्टाइल नयाँ बाइक हो यो नि, फ्रेस हो, केही बेच्ने सेच्ने कुरा होइन। अनि फेरि यसको नि राम्रो रहेछ पिकअप माइलेजहरु सब। यो उसको भर्खर यो कति 2025 मा लन्च भयो होला। यसले 2025 मा किनेको, अहिले त 26 सुरु भयो 25 मा। दामी रहेछ, सकुर ठ्याक्क राम्रो झिकेको रहेछ। अहिले राम्रो सिस्टममा याफाई सिस्टमै यसको। तर फेरि मलाई यसको बजाजको के नराम्रो लाग्ने भने यो सिस्टम चाहिँ अब जस्तै यामाको एकै ठाउँ हुन्छ भने यो बजाजको चाहिँ स्पेयर प्लग हाल्ने ठाउँ 3-4 ठाउँ हुने के बाइक। कस्तो आफूलाई त्यो चाहिँ अलि नराम्रो सिस्टम लाग्छ बजाजको। हुन्छ पिकअप बढाउनलाई नि होला, यताउति गर्नलाई होला। दामी लुक्समा झिके छ, नयाँ मोडलको, ठिक छ एकदम बवाल ह। ABS सिस्टममा दामी अनि फेरि यस्तो दामी छ, ठिक छ। पिकअपहरु माइलेजहरु नि राम्रो रहेछ। यसको माइलेज चेक गर्न नि मिल्ने रहेछ। अनि यसको मिटर सिस्टम नि राम्रो छ, हेर्न सक्नुहुन्छ। तर यसले 1 महिना तैँले कति भयो बाइक झिकेको? 2 महिनामा 5000 कुदाइसक्यो। कति सर्भिसिङ गरिस्? 2टा पुराइसकेछ। सर्भिसिङ चाहिँ हाम्रो जस्तै जो रहेछ, हाम्रो सिस्टम यामाको जस्तै जो रहेछ। तर हाम्रोमा यो डिस्प्लेमा यामा भनेर आएको अहिले नयाँ सिस्टम। तर बजाजले यो सिस्टममा झिकेको रहेछ। त्यो राम्रो रहेछ पिकअपहरु माइलेजहरु। फ्युल कति लिटर पेट्रोल हाले फुल हुन्छ यसमा? 12 लिटर हाल्न पर्ने रहेछ। फेरि यता नि रहेछ के स्पेयर प्लगको पोइन्ट। तीनटा 4वटा स्पेयर प्लग के एउटै गरिदिएको भए सिस्टममा राम्रो हुन्थ्यो। डिस्प्याड नि यसले कस्तो छ, डिस्प्याड नि राम्रै हाल्ने रहेछ। डिस्प्याडको ब्रेकिङ ओइलिङको सिस्टम यो नि राम्रै सिस्टम हो। ब्रेकिङ ओइलिङ हेर्दै अब यो ब्रेक ABS सिस्टममै यो हामीले ब्रेक डिस्प्याड यताको घट्दै जान्छ भने, अनि फेरि यो ब्रेक हान्दै यताको ओइल तल झर्दै पाइपमा जम्मा हुँदै जान्छ। फेरि यसलाई अर्को नयाँ डिस्प्याड हालेपछि चाहिँ उ हुन्छ। मलाई त्यति अनुभव त छैन यो बजाजतिरको यामाको जति, म आफूले आएको जति भनिदिएको गाइस। यसो यामा पछि नि जान सकिन्छ बजाजतिर, अब केही हुन्न, अब गर्दा कता हुन्छ। ल म यही भन्दै मेरो भ्लग यहीँ टुङ्गाउँछु। अब यस्तै हो सटिक अब नलेजहरु कुरा त्यही आफूले जानेको मात्र नि सेयर गर्ने हो। अरु त केही अरु कुरा हुन्न त्यस्तो भन्न नि, जे यथार्थ भनिदिने बानी छ। त्यसले सबले लाइक सेयर एन्ड सब्स्क्राइब गरिदिएर अलि माया देखाइदिन पर्यो। म छिटो गिभ अवे नि गर्छु ट्याक्क। ल गाइस।